हेलो साथीहरू, मुर्गा पाल्न सजिलो कहाँ छ। अब म के गर्दैछु अन्तिमसम्म हेरिदिनु होला है। यो बोजुमिन, यो बुढो डल्लो अब तातो पानीमा उमाल्न लागेका एरापट्टाको जी बोजुमिन हाल्नुपर्छ। मान्छेका भन्दा बढी उनको केयर गर्नु। अब म जाँदैछु खोड। यो मेरो खोडको नि 3 दिनका चिसाले यिनलाई छ्याक 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 भएर यिनलाई अब बोजो गुडे पानी गरेर खुवाउनु पर्यो के हजुर। बेली एउटा मर्न लागेको छ, कहाँ पो गयो त्यसलाई औषधि हालेर राखिदिएँ, कहाँ गयो थाहै छैन। यो कहीँ देखिनै लागेको छैन। यी साथीहरू यो छ, यो यस्ता दिमाग खराब गरे। यो बेलुवा मरिजादो भनिखेर यसलाई मैले फालेको छु। बेलुवाको सिआइटीको औषध त्यो खुवाएँ। अब यो बोजोमिर छ नि, यो बोजोमिर यसलाई यस्तो गर्यो भने रुगा सर्दी मान्छेको भन्दा बढी केयर गर्नुपर्छ साथीहरू। यसलाई छोराछोरीलाई यति केयर गराउनु, यिनलाई लगानी कति छ यिनमा। उसले देख्यो यिनलाई यस्तो गर्नुपर्छ। यी रुगा सर्दी यो बाहिर पर्दा गयो। त्यही भएर साथीहरू यिनलाई उ लागिहाल्यो। भित्र ग्यासले मान्छे पनि मर्छन् भन्छन् नि, त्यस्तै हो कि। अब ती हेर्नुहोस् हजुरहरू त मुर्गा पालेर कति पो हुन्छ सोध्छ नि। टेन्सन रात दिन भनेर अझ फेरि यिनीहरूको टेन्सन अलगै छ। अब त यतिको हट्ने भइसक्यो कि यो। बाबा बेली त पोरान छाड्न लागेको छु प्याक्क। बाहिर फालिसके साथीहरू सबै भाँडाकुडी। अब यिनलाई धुनमा तयारी छु है। बुझ्नुभयो यिनलाई धुवा लाग्दैन थालेको छ। बेनामा ठ्याक्कै त धुनु पर्यो तिमीलाई।
कति यति हाल्यो लिँदो हालो पनि पानी हालेर टिल्लो गरी अब राख्नु पर्यो कि किन साथीहरू अहिले काम गरेर पान राखेर पनि सिद्धियो अब यिनलाई खोइ कतिको सन्चो हुन्छ यहीतिर हाउडो कुसाउडो मात्रै छ घाम नलागेको पनि आज 2-3 दिन भइगयो साथीहरू के गर्ने त कस्ता मन पर्छ गन्दा कल्ले खाएका छ